नमस्कार। आज मेरो सानो भिडियो हेरौँ कर्कलाको गाभाको। अब कर्कलाको गाभा खोज्न जाउँ है त। कर्कलाको गाभा खाँदा स्वस्थकर, ताजा पिलो, त्यसमा फाइबरको मात्रा बढी हुन्छ, भिटामिन ए प्रशस्त पाइन्छ। हामीले यो कर्कलालाई हेला गर्नुहुन्न। कर्कलाको गाभा खुब मिठो हुन्छ। अब म कर्कलाको गाभा टिप्दैछु। रातो कर्कलामा चाहिँ सेला लाग्दैन, त्यसैले म रातो कर्कलाको मात्रै गाभा टिप्छु। सेतो कर्कला धेरै टिप्दिनँ। केलाउँदाखेरि यसरी सर्लक्क पारेर रेसा निकाल्नुपर्छ। अनि रेसा निकालेर टुक्रा टुक्रा पारेर भाँचेर राख्नुपर्छ। जस्तो कमलो पातहरू साथीहरू यसरी यो सानो मिर्च गाभामा टुक्रा टुक्रा पारेर राख्ने। यो कर्कलो केलाउँदाखेरि यसको चोक बस्ने भएकोले मैले यो बोरा ओछ्याएर चोकबाट सुरक्षित गरेको। साथीहरू मैले पात एकातिर डाँस एकातिर केलाइसकेँ। यो केलाउँदाखेरि यस्तो रातो बस्छ। हजुरहरूले चाहिँ ग्लोभ्स प्रयोग गर्दा पनि हुन्छ साथीहरू। अब म ग्यास अन गर्छु र कुकर बसालेँ। कुकर सुकिसकेपछि तेल हाल्नेछु। कुकर सुकिसक्यो, अब म तेल हाल्नेछु। गाभालाई खासै धेरै तेल पनि चाहिँदैन, यति तेल भए पुग्छ। तेल तातो जस्तो छ। मैले ज्वानो अलिकति पुनाएर एउटा रातो खोर्सानी हालेँ। अब मैले प्याज साथीहरू केही साथीहरू हुन्छ प्याज नचल्ने नखाने साथीहरूको लागि प्याज नहाल्दा पनि गाभामा केही फरक पर्दैन। अलिक स्वादिष्ट बनाउनको लागि मात्र प्याज राखिन्छ। प्याज अलि रातो रातो भइसकेपछि मात्रै म आलु हाल्नेछु। आलु अलिकति 1-2 मिनट जति भुटेर गोडबेला राख्नेछु साथीहरू। यो प्याज अलिअलि खैरो खैरो कलरको भएको छ साथीहरू। अब म यसमा आलु राख्नेछु। आलुलाई एकछिन भुटेपछि मैले बेसा राखेँ। अब मैले गोडबेला राखेँ। गाभा टेस्टी बनाउनको लागि मैले थोरै राजमाको जिरा पनि राख्दिनँ। हजुरहरू नहुँदा नराख्दा पनि केही फरक पर्दैन।
अघि कुटेर राखेको लसुन अदुवाको पेस्ट राख्ने मैले। जिराको झोल खासै धेरै मसला यसमा राख्नु पर्दैन। अब यो पक्क मिलिसकेकोले मैले गाभा राख्ने। अब एकैछिन अलिकति हटेपछि म यसलाई चलाउने छु। यसलाई चलाएर नुन हाल्नेछु साथीहरू। नुन आफ्नो आवश्यकता अनुसार स्वाद अनुसार राखिन्छ। हाम्रो गाउँलाई चाहिँ 1 चम्चा र अलिकति नुन राख्नेछु म। अब पिरोको लागि हरियो खोर्सानी राख्नेछु म। छोपेपछि यो अलिकति गलेपछि 3 सिटी लगाएर यो पाक्नेछ। यसलाई म थोरै गाभा अनुसारको थोरै डढ्छ भनेर पानी राख्नेछु। मसला मिक्स होस् भनेर मैले चलाइराखेको छु। अब म यसलाई ढिक्को लगाइदिनेछु। सानो फ्लेममा हल्का मिडियम ग्यासमा यो 3 सिटी लगाएपछि यो खानको लागि रेडी हुन्छ। तीन सिटी लागिसकेपछि अब यो पाक्यो। अब म खोलेर हजुरहरूलाई देखाउने छु। अब यसलाई चलाउने त हेर्नुहोस् त कति मजाले लपक्क परेर पाकेको। म आलुलाई खोल्ने छु। अब भुजासँग बनाइयो एकदमै मिठो हुन्छ। हजुरहरू पनि मैले त यसरी बनाएँ, हजुरहरू पनि बनाउनुहोस्। हजुरहरूलाई कस्तो लाग्छ ल हेर्नुहोस् त कति राम्रो देखियो। गाभामा हामीले यसरी कागती निचोर्नुपर्छ। कागती निचोर्दा गाभाको छुट्टै टेस्ट आउँछ साथीहरू। हजुरहरूले पनि यो गाभाको तरकारी बनाएर टेस्ट गरी हेर्नुहोला कस्तो लाग्छ। मेरो रेसिपी मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला।